हाम्रो भिडियोहरु कस्तो लाग्छ साथीहरु पुरा भिडियो हेरेर लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गर्न नबिर्सनु होला। भिडियोलाई कस्तो लागिरहेको छ भिडियोहरु च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। यस्तै भिडियोहरु हामी हरेक दिन लिएर आउने छौं। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हाम्रो युट्युब च्यानलमा जोड्नु होला। भन मधु किन बोलाके तिमीले? बसन्ते हेर्नुस् न आमा बिहानै गएको मान्छे यति बेलासम्म आउनु भएको छैन। कहाँ जानु भएको होला त? खै कहाँ भन्ने अब बेकारमा कुरै नबुझी हिँड्न पर्छ आमालाई पनि। अब त आउने बेला भयो तर बाटोतिर केही अप्ठ्यारो त परेन होला नि? खै के हो के अब एकैछिन आउनु भएन भने खोज्न जान पर्ला नि त। बसन्ते मलाई त कता कता एउटा कुराको साह्रै डर लागिरहेको छ। कस्तो कुराको मधु? अब काकीले पनि हाम्रो बिहे भएको छैन भनेर सबै बुझिसक्नु भयो। अनि यो कुरा एक्कासी आमाले थाहा पाउँदा के हुन्छ होला? के हुने हो र? केही हुन्न। अब सबैजना मिलेर हाम्रो बिहे गरिदिन्छ अनि हामी आनन्दले बसौँला। तपाईले भने जस्तो सजिलैसँग बिहे हुन्छ होला त हाम्रो? मलाई त त्यस्तो लाग्दैन बसन्ते। किन लाग्दैन? आमाले यो कुरा थाहा पाएपछि गएर काकालाई अनि काकाले हाम्रो बिहे भएन अनेक गर्न सक्छ। बरु अस्ति नै तपाईले भनेको जस्तै हामी मन्दिरमा सुटुक्क गएर सिराहरू भए आनन्द हुन्छ गरी। अब जस्तो सुकै परिस्थिति आएपछि यस्तै भिडियोहरु हामी एकअर्काबाट टाढा हुन सक्दैनौँ। त्यसैले यो बारेमा अब केही नसोचौँ। हेर त बरु आमाको कहाँ जानुभयो? कतै कालो बाख्रा पाइन्छ कि भनेर ओल्लो गाउँ पल्लो गाउँ चारे कसैले पनि नबेच्ने रे। कालो बाख्रा चाहिँ किन नि दिदी? मधु दुई जिउ किछिन् नि त त्यसैले। जेठान दिदी अहिलेसम्म मधु र बसन्तीको बिहे नै भएको रहेनछ अनि कसरी पेटमा बच्चा हुन्थ्यो र? के रे तिमीहरूले भन्दैमा म सोझी बुढी मान्छेले पत्याइदिनु पर्ने? हो ठुली आमा मधु भाउजू र बसन्ती दाइको एउटा बाध्यताले गर्दा आजसम्म यहाँ आएर बिहेको नाटक गरेर बसेका रहेछन्। दिदी तपाईँ अब नरिसाउनुहोस्। बसन्ती र मधुको यसमा केही गल्ती छैन। तिमीहरूको गल्ती छ कि छैन भन्ने कुरा त अब म घर गएपछि थाहा हुन्छ। यसरी आवेगमा नआउनुहोस् दिदी। बरु तपाईँ हामी मिलेर अब उनीहरूको बिहे गराइदिनुपर्छ। बिहे होइन अब यी दुईजनालाई त मैले सात डाँडा कटाउँछु। अब म सोझी एउटा विधवा आइबी हो भनेर गाउँ समाजले र आफन्तले त हेपे उल्टै मेरो छोरोले पनि हेप्ने। कस्तो लागिरहेको छ भिडियोहरु मलाई ढाँट्ने तिनीहरू दुईजना मिलेर म अब तिनीहरूलाई देखाउँछु म कस्तो सोझी हो भनेर। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर ठुली आमा तपाईँ यसरी किन रिसाउनु भएको? पहिला हाम्रो कुरा त बुझ्नुहोस्। अब मलाई कसैको कुरा बुझ्नु छैन। मैले सबै कुरा बुझिसकेँ। म सोझी छु भनेर उल्टै ती पापीहरूले फसाउन खोजेका। नचाहिने कुरा नगर्नुहोस् है ठुली आमा। होइन तपाईँलाई कसले फसाउन खोज्यो? मेरो छोरो भनाउँदोले अनि त्यो नक्कली बुहारी तपाईँको बुहारी हो भन्नेले मलाई फसाउन खोजेको। मैले त्यति कुरा पनि बुझ्दिनँ र। के बुझ्नु भयो र जेठान दिदी तपाईँले त्यसै रिसाउनु पर्ने? ती दुईजना पापीहरूले मेरो सम्पत्ति कटक्क खाम्ला भनेर आएका रहेछन्। सबै कुरा मलाई थाहा भयो। अब म बुझेँ तिनीहरूका कुरा। अब तिमीहरू दुईजनाले मलाई सम्झाउने कोसिस नगर। मैले 9 महिनासम्म कोखमा राखेर जन्माएको छोरोले मलाई नै फसाउँछ भन्ने मलाई के थाहा? त्यस्ता फसाउने मान्छेहरू मलाई चाहिँदैन। म तिमीलाई सात डाँडा कटाएर छोड्छु। आजको यो एपिसोड कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाहरू दिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला है त साथीहरु। ठुली आमा हेर्नुहोस् न आमा ठुली आमा त यसरी रिसाएर जानुभयो। अब घरमा गएर बसन्ती दाइ मधु भाउजूलाई यसरी मन दुख्ने गरी के भन्नुहुन्छ होला है? त्यही त सुशील जेठान दिदी त रिसाएर जानुभयो। अब बिचरा त्यो मधु र बसन्तीलाई घरबाट साँच्चीकै लखेट्ने पो हो कि? मधु भाउजू दुई जिउकी छन् भनेर गाउँमा कालो बाख्रो खोज्दै हिँड्नु भएको रहेछ। एक्कासी हामीले